गाडी देखेर बाख्राहरू भागेको हो। बाख्रा चराउने बहिनी ए ए सबै लैजाने बाख्रा सहित लगेर जानु पर्यो अब। आमा पाठा पाठी त बेच्दै रहेछ त। एउटा बेच्नु है। एउटा बेच्नु है पाठा। यता हेर्नु भएको छैन। एउटा पाठा बेच्नु है। म आउँछु पाठा। होइन यो कन्टिन्यू भिडियो चलिरहेको उहीँ देखियो दिदी। धादिङ बेसीदेखि हो त्यो भिडियो त। लजाएर पो गर्नुभएको रहेछ क्या। कस्तो साइड नलागेको अरू बाख्रा त गयो नि साइडमा है। यो कति राम्रो है। अरू भन्दा नि यो छाला बाख्रा हुँदो रहेछ। ए यो बाख्राको अनि मासु पनि मिठो हुन्छ। ए कुन के बाख्रा भन्छ रे यसलाई? बयर जाति। बयर बयर। अनि यिनीहरूलाई दाना पानी नर्मल तरिकाले दिँदा पनि मोटाउँछ। ए यसरी चरा अरू त्यो लोकल बाख्राको तुलनामा लोकल बाख्रालाई दुइटै राखेर दुइटैले बराबर दाना दियो भने यिनीहरू मोटाउँछ। लोकल चाहिँ अलिक कम्ती हुन्छ। 80 किलो बोका छ भने त्यो बिहारको 80 केजीको बोका भनेपछि धेरै ठुलो ठुलो हुँदो रहेछ नि यो बाख्रा। क्विन्टल पऱ्यो भने 120 केजीसम्म हुन्छ। ओ माई गड 120 केजीसम्म हुन्छ है। के जातिको भन्नुभयो रे? बयर नि। केजीको हिसाबले कसरी चाहिँ यता चाहिँ केजीको? 550 जिउँदो। जिउँदै तौलेर लग्यो भने 550 को हिसाबले चाहिँ। अच्छा काटेको चाहिँ? काटेको अब यहाँतिर खासै काट बेच्दा ए गाउँतिर काटेर खासै बेच्दैन। धार्नेको हिसाबले ए धार्नेको हिसाबले हुन्छ। एक धार्नेमा कति 2.5 केजी हुन्छ नि है? 2.5 केजी हुन्छ। माउको 1000 रुपियाँ 1 केजी। एक धार्नेको एक धार्नेको 1000 रुपियाँ। 1000 रुपियाँ माउको चाहिँ। ए माउ भन्नाले बाख्रा पाठा बाख्री बाख्रीको। खसी चाहिँ महँगो छ होला नि होइन? खसी एक धार्नेमा 2.5 केजी हुन्छ भनेपछि त 800 रुपियाँ केजी। राम्रै हो नि। ए खसी 800 रुपियाँ सस्तै हो नि है गाउँतिर। बुटलमा चाहिँ 1050 कि 1040 भएको छ अहिले। हो कि 1100 हो खै। मैले कहिले काहीँ आइन्छ खासै। अब त्यही नि मैले लिन्न फ्यामिली लिइहाल्यो नि। 1000-1100 के आसपासमा छ होला। गाउँमा त पहिला बुङ्गुरको मासु नि 350 थियो। अहिले 500 रुपियाँ केजीको। 500 रुपियाँ केजी। पहिला त 300। बुङ्गुर चाहिँ? हजुर बुङ्गुर यसपालि बढ्यो। खसी चाहिँ अझै 800 रुपियाँ। ओ माई गड यहाँ चाहिँ डेन्जर देखेछ है बाटो त। यस्तोमा पोल चाहिँ कसरी गाडेको होला है? केही छैन। चार फेसको। त्यही त नि है 4 फेसको रहेछ त है। खाम्बा चाहिँ अलिक नजिकै छ कि मजाले। नजिकै रहेछ। टाढा बाली ठाउँ नै भन्नु। अमृसो होइन यो? कुचो बनाउँछ नि। हजुर के अमृसै भन्छ नि है? बनमै छ। हजुर कुन गाउँदेखि आउनुभएको बाख्रा चराउन? टाढै रहेछ त। यतापट्टि गाउँ छ?
रोड चलाउँदै गएपछि बाख्राको जातले त्यही त है बाख्रा यो अलिकति खाँदै भाग्दै अलिकति खाँदै भाग्दै उनीहरूलाई त अगाडि गएर रोकेन भन्दा चराङ्गीतिर रोकिदिँदै पुग्दैन है बाख्राको त्यसै एक्लै यति ठुलो जङ्गल रहेछ एक्लै है गाडीहरू त आउँछ अरू बाइकहरू आइरहेको बाइक स्कुटीहरू हिँडिरहने छ होला गाडीहरू पनि आउँछ अझै एक दुईवटा जति गाडी ए अरू पनि छ यो गाउँमा चल्ने गाडीहरू मतलब बाटो यही बाटो भएर चल्ने ए अरू ए ए यो खानेपानीको पाइप त होला नि है हजुर यताको गाउँमा गएको होला नि त है हजुर अघि हामीले देखाएको थियो नि त्यही ए ए पहाडको पानी मिठो हुन्छ फेरि मुलको पानी त यो पानी खाने बानी भारी बेसीतिर त्यो धाराको पानीहरू आएर अनि हजुर हजुर जारको पानी भन्दा त आज बस्नै सक्दैन त्यही त नि है खाने पानी आयो थप भन्छ थाप्यो त्यस्तै कस्तो गनाउँछ नि कस्तो कस्तो स्मेल आउँछ कि तराईतिर पनि त्यस्तै हो तराईतिर नि त्यस्तै हो नि त्यही आरोकै अहिले त खाने पम्प सिस्टम त छैन होला प्रायः अझै छ है? छ पश्चिम साइडतिर उतातिर छ तर त्यस्तो अहिले उ छैन उता अहिले त हर घरमा प्राय फिल्टर आरो राखिरहेको हुन्छ बाहिर त्यस्तो नर्मल पानी डाइरेक्ट खाने पानीको उसमा नलकामा थापेर चाहिँ सक्दैन मिठो हुन्न त्यो पानी चाहिँ त्यो पारीको चाहिँ कुन गाउँ हो त्यो मारपाक भन्छ कि कुन हो त्यो यो लामा डाँडा त्यो माथिको मरपाक त्यतापट्टिको पञ्चायत यो डाँडा गुजुप्पो छ नि यसलाई चाहिँ के अरे लामा डाँडा ए मारपाक भन्ने चाहिँ कुन हो माथि बनेको ए माथि त्यो जङ्गल साइडतिरको हो जङ्गलको बिचमा त्यतापट्टि डाँडा माथिको चाहिँ तल भन्दा यतापट्टि जङ्गलको बिचको मरपाक मरपाक गाडीबाट गाइज अलिक जुम क्लियर देखाउन सकिएन गाडी एकदम हल्लिरहेको त्यही भएर स्कुल हो कि के हो यो चाहिँ यो स्कुल हो गइसक्यो हो छैन अब ए पहिला चाहिँ थियो अहिले चाहिँ पहिला थियो अध्यक्ष र मिस के भयो झगडा भएपछि ए स्कुलै गयो यहाँको बच्चाहरू पढ्न चाहिँ अब यहाँको बच्चाहरू पढ्न होला कटुन्चे कटुन्चे भन्ने गाउँमा हजुर ठाउँमा कटुन्चे ए टाढै पर्छ होला नि है यहाँदेखि पनि बाटोबाटै चरङ्गी टाढै पर्छ होला फेरि है चरङ्गी गुम्बा गुम्बा कति क्लाससम्म थियो यहाँ 3, 5 यहाँ चाहिँ थ्री ए अघिको बाटो ए यहाँदेखि यो घरदेखि जानुभएको बाख्रा चराउन टाढा पुग्नु पर्दो रहेछ खर ऊ त्यो लास्टको होइन हजुर टिनले उस गरेको अब हामी पुग्नुपर्ने त ऊ त्यो होइन ऊ त्यही डाँडा हो नि त्यही गाउँ हो नि त्यही अब देखेन राम्रोसँग यो जुम गरेको हल्लिराख मोबाइल त्यही भएर यहाँ ब्रोइलर पालन रहेछ नि त है कुखुरा ब्रोइलर फार्म तर यता त खासै गर्नु हुँदैन होला नि त यो त लगभग लेख आजभोलि त खासै गर्मी छैन आजभोलि त अब झन् चिसो भइरहेको छ चिसो भइरहेको छ झन् पानी परेर त्यहाँ पनि अब बाख्रा पानी ए ए ए यसपालिदेखि ऊ त्यो बाख्राकै खोर हो नि त्यो टिनले उस गरेको है त्यो घर पनि त्यही ए गरेर बारीहरू जम्मै त्यसै राम्रो रहेछ हेलो पानी फेरि पानी मुटेर आउँछ पाउँछ क्या
गाह्रो पाऱ्यो